आदरणीय दर्शकबिन, मैले चाहिँ आज यो जाँतो पिस्दैछु। यो मिली स्टोन भन्छ इङ्ग्लिसमा चाहिँ। जाँतो यसरी यहाँबाट यसरी अन्न यो ओइरो हाल्ने भन्छ यसलाई चाहिँ। यसरी हालेर यसरी जाँतो पिस्नुपर्छ। मेरो छोराले पनि यसरी पिस्दैछु जाँतो। ल ल घुमा 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 भनेर गीत गाउने जाँतो पिस्ने चलन थियो पहिले चाहिँ। अहिले यो अलि लो हुन लाग्यो। यसरी जाँतो पिस्ने गरिरहेको छु मैले चाहिँ। कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला। यो हामीले यो बचाउनुपर्छ, लो हुन लागेको कुराहरूलाई चाहिँ बचाउनुपर्छ। जाँतो पिस्ने के कुट्ने यस्ता कुराहरूलाई। त्यो गरी मैले आज जाँतो पिस्दैछु। मेरो छोराले पनि जाँतो पिस्ने